भयो ठिक छ राम्रै छ फेन एकछिन अब गर्दै गरौँ गर्दैौ नि कति भयो किरण यो सुरु भएको दाजु यो सुरु गरेको मैले ए हामीलाई हो हजुर हजुर त्यस्तै दुई अढाई महिना जस्तो भयो होला दाजु हजुर राम्रै चल्दैछ खोइ मार्केट अब म त यो लाइनमा फर्स्ट टाइम हो सुनेअनुसार बुझेअनुसार चाहिँ राम्रै छ भयो भनेर भन्नुहुन्छ सबैजना दाइहाले दिदीहाले व्यापार त साउजी तिमी हो साउजी त अब व्यापार सकिसकेपछि के भन्छ त्यसलाई अन्तिममा गर्ने पैसा होइन पैसा गर्ने थाहा हुन्छ नि होइन हजुर दाजु राम्रै छ लोकल सेकुवा हजुर एलो कति राम्रो छ एलो के कल होइन लोकल यालो चाहिँ इङ्ग्लिसमा आयो अङ्ग्रेजीमा मैले त हेरेकै थिइनँ यो चाहिँ फेरि हाम्रो अशोक दाइले जान्छ क्या यसको क्रेडिट चाहिँ त्यसको के अर्थ के यो लोकलमा चाहिँ अब सबै प्रकारको आयो अर्ग्यानिक टाइपको जस्तै अब अर्ग्यानिकमा अब त्यसमा अब के आउँछ अब त्यही टाइपको त्यहाँ सिल हालेको छ नि होइन सिल हालेको छ अनि उता फायर छ सिलमै बनाउँछौ सेकुवा सिलमा छैन दाइ भट्टीमा दाजु भट्टी भनेको त्यो आगो भट्टी फेरि भट्टी भनेपछि मान्छेले त गरेको बुझ्छ नि होइन हजुर खाएन सेकुवा खाउँ दाइ ठिक छ लोकल सेकुवाको अब खोइ त गोत्ने घुम्ने यहाँ छ दाजु ए कहाँबाट आइडिया कसरी आयो त किरण यो आइडिया चाहिँ भन्दा पनि दाइ सबै कुरो समयले दिँदो रहेछ क्या अटोमेटिक निकालिदिँदो रहेछ समयले अब मलाई पनि 1% त यसरी होटल व्यवसायमा लाग्छु भनेर त थिएन हुन त अब नेपालमै बस्छु नेपालमै गर्छु भनेर अब यतिकै वर्ष अब बसिरहेको थिएँ टिकिरहेको थिएँ गरि नै रहेको थिएँ तर होटल लाइनमै चाहिँ छिर्छु होटल नै गरेर बस्छु चाहिँ भनेर सोचेको थिएँ तर अब समयको माग भनौँ न भाइ अब गर्दै जाँदा अब हरेक कुरा गरियो होइन तर कतैबाट केही नभएको कारण उपलब्धि नभएको कारणले अब हुनु त अब रिटायर लाइफ जिउने उमेर त होइन होइन त्यही पनि अब रिटायर लाइफ तरिकाले साइड लगाउँ भनेर नि यसो रिटायर लाइफ भन्दा पनि अब उत्पादनमूलक समयलाई युज गरे हजुर 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 त्यस्तै अब जस्तै अब झट्ट हेर्दा रिटायर लाइफको टाइपको देखिन्छ नि त होइन होटल व्यवसाय भनेको रिटायर लाइफ हो र होइन होटल व्यवसाय भनेको के अरे रिटायर लाइफ त होइन तर अब हामी जतिको एउटा युवाहरूलाई अब के अरे हजुर डुली हिँड्ने बानी अब अहिले अब 81 अब यहाँनिर होइन त्यही त अनि यो पिन्जडा जस्तो भइहाल्यो नि अब के अरे कतै हिँडडुल गर्नु पाइँदैन व्यवसाय भने त्यही त हो नि सबै त्यही रहेछ दाइ अब त्यही भन्नु पर्यो अब गरेको छैन हजुर अब के भन्छ 40 कटेपछि रमाउला भन्छ आफै चाहिँ अब त्यही भन्नु पर्ला अब यो उमेरमा दुःख गरेर अब 40 कटेपछि रमाउने हजुर दाजु अब अहिलेको सङ्घर्ष हेर्दा त्यही देखिन्छ दाइ त्यही हो अब त्यही भन्नु पर्ला अब धेरै कामहरू सबै गर्दा गर्दै अनि अन्तिममा चाहिँ लोकल सेकुवामा पुग्यो हजुर हजुर तर उदयपुरमा त नभएर गाईघाट नै मासु र चाहिँ वाइन बढी बिक्री हुन्छ होइन वाइन र मासु त मैले पनि यो गरेको 2-2.5 महिनामा विचार गर्दाखेरि अनलिमिटेड दाइ
अनलिमिट म भर्खर 2-2.5 महिना खोलेको मान्छेले त अब के अरे तपाईँको त्यो खालको एउटा महसुस गर्नु पायो भने झन् अब वर्षौँ वर्षदेखिको गर्दै आएकोहरूले त झन् अब कति के गरेको रहेछ भन्ने कुरो यहाँ बुझ्दैछु जान्दैछु दाइ भर्खरै अब बुद्धि थाहा पाउँदैछु पैसा त्यसैमा खर्च भइरहेछ बढी पैसा त हजुर दाइ म्याक्सिमम् त्यही रहेछ दाइ हिजो दिनमा हामीले पनि जान्दैन होइन म्याक्सिमम् हामीले पनि उठाएको त त्यसमै त हो वास्तवमा पर्दा अब त्यतिखेर जान्दैन अब अहिले यो लाइनमा आएर बुझिँदैछ दाइ बुझिँदैछ भोगिँदैछ गरिँदैछ सङ्घर्ष अब यसलाई फरक तरिकाले भनौँ किरणले चाहिँ यहाँ चाहिँ बढी पैसा खर्च भएको छ यहाँबाट टिप्नु सक्यो भने चाहिँ 40 कटेपछि रमाउला भनेर सोच राखेर गरे क्या मलाई त त्यही बुझेँ अब त्यही भन्नु पर्दा दाइ अब म्याक्सिमम् बजारमा हजुरको भन्नुपर्दाखेरि जुत्ता चप्पल कपडा पसलहरू पनि छ होइन अब हरेक किसिमको पसलहरू आइटमकोहरू छ तर यो आइटम चाहिँ तपाईँको मान्छेलाई बेलुका भएपछि नभई नहुने खालको खालको चाहिँ भइसकेको रहेछ भन्ने कुरो बुझ्यो क्या त यो वास्तवमा पर्दा ए बेलुका भएपछि नभई नहुने रहेछ भन्ने कुरो बुझ्यो अनि लोकलमा लाग्यो हजुर दाजु यो वास्तवमा त यसको यो खोल्ने बेग्लै कहानी चाहिँ छ हुन्छ दाइ होइन कस्तो कहानी यो हरेक चिजको एउटा एउटा कहानी हुन्छ होइन हजुर दाजु भन्छ नि अब 2 क्लास कि कति क्लासमा एउटा किताबमा हामी पढेको थियौँ लक्ष्य बिनाको मान्छे मान्छे होइन भन्थ्यो होइन ए अहिले आएर वास्तवमा भन्दाखेरि हो रहेछ लाग्छ लागिरहेछ त्यही भएर यो लाइनमा लागिरह होइन नगरेको नभएको नचेतेको नपरेको कहीँ कुनै ठाउँ छैन दाइ होइन तर त्यो समयहरू सम्झिँदाखेरि अहिले पनि आङ झिरिङ्ग भएर आउँछ दाइ होइन हरेक कुरा भनौँ अब जेलमेलदेखिको दुनियाँ दिवाना होइन समाजसेवीदेखिको राजनीतिकदेखिको हरेक क्षेत्रमा छिरियो तर त्यसको उपलब्धि चाहिँ लास्टमा के भन्छ एउटा ऊ छ नि लास्टमा काम गर्नेको नाम हनुमान भन्छ नि त्यही पाइयो दाइ अरू लास्टमा चाहिँ होइन अनि त्यही भएको कारणले चाहिँ मैले अनि सबै कुरोबाट आफू स्वरोजगार हुनुपर्छ भन्ने लाग्यो हजुर हजुर आफू स्वरोजगार भयो भने समाजमा केही गर्न सकिन्छ जस्तो लाग्यो स्योर दाजु स्योर अब आफै अब स्वरोजगार छैन अब आफूले के गर्न सकिन्छ त घरबाट 2 पैसा मागेर 2 पैसा लिएर कति दिन चल्ने समाजसेवा गर्छु भनेर होइन हिँडेर साथीभाइ भनेर कति दिन पुग्ने रहेछ एकछिन न रहेछ 2 छिन रहेछ साथीभाइ भन्ने कुरा पनि होइन जस्तै पैसा भन्ने कुरा पैसा बिनामा के अरे मान्छे केही होइन भन्छ होइन हो वास्तवमा पैसा बिना मान्छे र के अरे केही होइन तर पैसा भन्ने कुरा आवश्यक कुरा नै हो दाइ होइन हामीलाई कुनै कुरोको आवश्यकै छैन भने त पैसाको के मतलब के भ्यालु होइन त्यस्तै नै हो अब त्यस्तै रहेछ भनौँ न त्यस्तै हो भनौँ त्यस्तै रहेछ अनि अब त्यो भएको कारणले अब जस आफू स्वरोजगार भयो भने भोलि दिनमा आफूले चाहेको कुराहरू आफ्नो एमहरू मेरो त सोच त खासमा पर्दा सामाजिक कामहरू गर्नु पाए हुन्थ्यो भन्ने सोच थियो होइन कतिपय गरेर पनि हिँडे गरे पनि तर अब मनले मात्र इच्छाले मात्र नहुने रहेछ त होइन मनले इच्छाले मात्र नहुने रहेछ परिस्थितिले समयले लाँदो रहेछ अब समयले अब यतातिर डोरायो मैले त चिनेको किरणलाई मैले हुन त यो लोकल सेवा खोलेको देखेँ नि मैले किरणसँग भेट्छु पनि भनेको थिएँ हजुर हजुर मैले चिनेको किरणलाई एउटा युथ लिडरसिप एकदम हजुर 300-400 युवाहरूको लिडिङ गर्ने राजनीतिक दलसँग पनि नजिक अब सिधा कुरा भनौँ नेताहरूसँग नजिक राखेर चाहिँ अब युवाहरूको इच्छा पुरा गरिदिने होइन गाउँ टोलको एउटा साना साना योजनाहरू अथवा त्यहाँ जनताले मागेको कुराहरू गरिरहेको मैले देखेको एक्कासी चाहिँ किरण चाहिँ व्यवसायमा चाहिँ लाए देखेर फेरि एकदम बिहानदेखि बेलुकासम्म लाए देखेर म आफै छक्क परिरहेको छु यो यु टर्निङ चाहिँ कसरी भयो यो चाहिँ वास्तवमा भन्दाखेरि सायद म यतिकै हो यो खालको एउटा थिङ्किङ यस्तो खालको सोच आउँदैन थियो होला अब यतिकै वर्ष अब
जेल नेल भोगियो त्यत्रो साथीभाइहरू होइन सबैजनालाई रुजाएर साथीभाइहरूको उसमा सोचमा विचारमा हिँडेर चलिरहँदै गर्दाखेरि बिचमा अब कस्तो भयो भने भन्छ नि के अरे हरेक कुराको समय हुन्छ भन्छ त्यस्तै अब कस्तो भने गर्दै गयो अब साथीभाइहरूलाई कति अब जुधियो कुट्यो पिट्यो काटकुटाइ खाइयो होइन कतिपय ठाउँमा अब अन्याय भइरहेको ठाउँमा गएर लडाइयो होइन बोलियो तर अब कस्तो रहेछ भन्दै अब मैले चाहिँ बिचमा गर्दै गर्दाखेरि चाहिँ के बुझेँ भने जसलाई समस्या पर्छ उसलाई समस्याको सावधान नपरिन्जेलसम्म हामी उसको लागि चिज हुँदो रहेछौँ क्या दाइ भगवानै हुँदो रहेछौँ होइन भगवानै सर हुँदो रहेछौँ तर जुन दिन त्यो समस्या टाढिसक्छ तर त्यही मान्छेले चाहिँ तपाईँको हामीलाई चाहिँ त्यो मान्छेले व्यक्तिले चाहिँ ट्याग दिने चाहिँ के को रहेछ त भन्नु त ट्यापे गुन्डा बेती त्यस्तो मात्रै रहेछ क्या दाइ अनि मैले चाहिँ अब त्यो ट्याग पाउँछु कि भनेर मैले त गरेको हुँदिनँ दाइ होइन कसैलाई पीडामा परेको छ कसैलाई मैले गएर बोलिदिँदै गर्दाखेरि मैले कसैलाई गएर गरिदिँदै गर्दाखेरि एउटा मानवता देखाउँ त्यो खालको एउटा गरौँ भनेर बुझाउँदै गर्दाखेरि त्यो पाइन्छ भनेर अब गरिन्छ उसले खान दिन्छ कि लाउनु दिन्छ कि भन्ने आशले त हुँदैन दाइ होइन कदापि कहिले पनि हिँडेर पनि गरेर पनि त्यसरी होइन धेरै कुराहरू छ दाइ होइन अब बिचमा गर्दै गर्दाखेरि सायदै हाम्रो उदयपुर जिल्ला त्रिपुरा नगरपालिकामा त्यतिखेर ग्याङरेप पनि भएको थियो त्यतिखेर हाम्रो बिरबहादुर बुढा मगर अहिले एसएससी हुनुहुन्छ उहाँको पालामा पनि मैले राति यस्तै 12-1 बजीतिर बिचरा कपाल जोडी चाहिँ बसिरहेको रहेछ हावा खाँदै बसिरहेको छ 4-5 जना केटाहरू गएर बिचरा एउटा भाइलाई कुटपिट गरेर के अरे तपाईँको के अरे रेप गरेछ क्या घटना घट्यो हजुर घटना घटाइदियो अनि घटना घटाइदिइसकेपछि मैले चाहिँ के गरिदिएँ भने मैले त केही होइन म अब जस्ट घरमा आएँ फोन गरौँ मलाई कति 12-1 बजीतिर मलाई कति फोन गर तर मैले त्यो म चाहिँ अब भर्खर निस्किरहेको थिएँ जेलबाट होइन अनि जेलबाट भर्खर निस्केको कारणले मैले चाहिँ अब त्यो कुरोलाई मैले खासै रेस्पोन्स गरिनँ रातिको कल जेसुकै होस् कल रेस्पोन्ड गर्नु हुँदैन रहेछ भन्ने कुरा एउटा बुझाइ सिक्लाइ भयो मेरो लाइफमा होइन लाइफ टर्निङमा भयो तर मैले त्यो भएको कारणले मैले ब्याक सरेँ पछिबाट त्यही भाइ र त्यो बुनु बिचरा मेरो घरमै आइपुग्यो रुँदै आइपुग्यो अनि रुँदै आइपुगेपछि के अरे त्यो भाइ र बुनु आइसकेपछि मलाई आएर भेट्यो अनि भेटेर कुटपिट भयो दाइ मलाई यस्तो भनिसकेपछि अब राति आएको घरमा आएको त्यतिकै पनि देउता हुन्छ भन्छ दाइ होइन त्यही माथि अब 12-1 बजे घटना घट्यो दाइ यसरी भनेर घरमा आइसकेपछि एउटा आशले एउटा उसले हुन्छ नि त एउटा विश्वासले आएको हुन्छ नि त दाइ होइन तर मलाई त्यतिखेरसम्म थाहा छैन दाइ हेर्नु है त्यहाँनिर त्यो त्यस्तो घटना घटेछ भने मलाई थाहा छैन अनि त भाइले यस्तो कुटपिट भयो दाइ यसरी भनिसकेपछि मैले अनि कहाँ छ त्यो केटाहरू फलाना ठाउँमा दाइ यता साउने भन्ने ठाउँ गएको छ भन ल नि त अब घरमा आएको मान्छेलाई अब जे हो भने अब होइन एउटा विश्वासले एउटा आशले सहयोग गरौँ भन्ने मेरो धारणा भयो निस्किएपछि के अरे करङमाछी भन्ने ठाउँसम्म पुग्यो अनि करङमाछीसम्म भन्ने ठाउँमा पुगिसकेपछि त्यहाँ पुलिसको ठ्याक्कै भेन पनि आयो अनि मैले सरहरूलाई भेनलाई रोकेँ सर यस्तो घटना घटेछ यसरी भने तर उहाँहरूले खासै रेस्पोन्स गरिनु भएन लु यो घटना जे हो तपाईँहरू आफ्नो घर जानुहोस् यताउति यता भनेर गाली गलोज गरेर उल्टै हामीलाई नै ओके राति देखेपछि त्यही भन्यो पुलिसले ठिकै हो माहौल पनि अब त्यतिखेरको समय पनि अब अलिकति खराब पनि थियो अनि अरू कुरो तपाईँको भन्नुपर्दा राति 1 बजे 2 बजे होइन जति नै राम्रो भयो पनि रातिको सोच्नु त स्वाभाविक कुरो हो सही कुरो अनि तपाईँसँग ठिकै छ भनेर त्यहाँदेखि पल्टै गएँ अनि गएपछि भाइलाई मैले आश्वासन दिएँ ठिक छ भाइ अब जे हुनु भइगयो अब हुनेलाई केही छैन मान्छे फरार छ भोलि 10 बजीतिर आएर निवेदन लेखिसकेपछि जाउँला छलफलमा बोलाउँला होइन कोलाई के उ गरौँला पुलिसलाई गरौँला भन्ने कुराहरू सल्लाह दिइसकेपछि त्यो भाइ सिधै आएर मेरो खुट्टामा त्यो भाइ र बुना आएर मेरो खुट्टामा पक्रेर उहाँकै उहाँ रुन थाल्दा होइन अनि रुन थालिसकेपछि तपाईँको मेरो गर्लफ्रेन्डको ठाउँमा तपाईँको दिदी बहिनी तपाईँको छोरीचेली कोही भयो भने तपाईँ के गर्नुहुन्छ दाइ मेरो गर्लफ्रेन्डलाई मेरो आँखा अगाडि मलाई बाँधेर मलाई कुटेर मेरो आँखा अगाडि यसरी घटना घटायो भन्ने शब्दहरू भनेपछि म त आङ झिरिङ्गै भयो क्या त लाइफमा फर्स्ट टाइम क्या त त्यस्तो घटनामा होइन अनि आङ झिरिङ्ग भयो भइसकेपछि म त के गर्ने के नगर्ने अनि ट्याक्क एकजना साथी हुनुहुन्छ देवराज पुमा राई भन्ने उहाँलाई फोन गरेँ सर यस्तो भयो के गरौँ भनेर भने उहाँलाई फेरि यस्तो कस्तो मलाई पनि थाहा थिएन
जघन्य अपराध चाहिँ तपाईँको पत्रकार सम्मेलन नगरी चाहिँ सामाजिक सञ्जालमा हाल्नु नमिल्ने रहेछ। सरले राति नै पोस्ट गरिदिनु हाल्नु भएछ है, राति नै पोस्ट गरिदिनु भएछ। अनि गर्ने बित्तिकै अब प्रशासनलाई त त्यो कुरो त धक्का पर्यो। अनि गरिसकेपछि अनि भोलिपल्ट हस्पिटलमा गएँ, त्यो भाइलाई लिएर गएँ। अनि हस्पिटलमा गइसकेपछि पुलिसहरूले त्यसपछि त्यहाँ पनि रेस्पोन्स केही आएन दाइ होइन, त्यहाँबाट केही आएन। नयाँ सेक्सन डिसेस पऱ्यो त्यहाँ हल्दार सबसँग, त्यहाँ हस्पिटलको हल्दार सबसँग। अनि भोलिपल्ट म त्यसपछि भाइलाई सान्त्वना दिएर घर पठाएँ। अनि म घर आएँ। अनि भोलिपल्ट त हाम्रो देवा सरलाई घरबाट उठाइदिनु भएछ जिल्ला प्रशासन कार्यालयबाट। किन यसरी अनावश्यक मिडियामा के अरे सामाजिक सञ्जालमा पोस्ट गर्नुभयो यताति भनेर उठाइदिनु भएछ। अनि मलाई पनि घरमै लिन आउनुभयो। आउँदा आउँदै हजुर अनलाइन गर न, अनलाइन गर न। अनि त्यसपछि म पनि घरमा आइहालेँ। त्यसपछि भोलिपल्ट मलाई पनि उठाउनु भयो। त्यसपछि त्यतिखेर ठ्याक्क एकजना हाम्रो सामाजिक अभियन्ता दाइ आजजना दाइ सागर नेपाल हुनुहुन्छ अहिले पनि। उहाँलाई फोन गरेँ दाइलाई। अनि दाइ आउनुभयो। अनि मलाई लिएर जानुभयो प्रशासनको सरहरूले। अनि गइसकेपछि त्यहाँदेखि एक हिसाबको कुराकानी भयो। भइसकेपछि मैले सहयोग गरेँ, त्यतिखेर पनि सहयोग गरेँ। त्यतिखेर सहयोग गर्दाखेरि आफ्नै साथीभाइहरू पनि कतिजना तानियो। तर त्यो तान्नेको मध्येमा फिल्टर भएर 4 जना निस्कियो। अनि अहिले हजुरको भन्नुहुन्छ भने तिनीहरू 12-13 वर्ष मुद्दा खाएर भित्र बसिरहेछ। अहिले पनि भन्छ अरे, सुन्नु चाहिँ पखलास भन्छ अरे होइन, भन्नु चाहिँ। तर केही छैन, फरक मलाई केही छैन होइन। जसले पखलास भने पनि जो पीडित थियो उसले न्याय पायो होइन। त्योभन्दा ठुलो कुरो के छ र दाइ होइन। उसले सहयोग गर्दा पनि अब मान्छेले गलत भन्दो रहेछ। गलतै दाइ। अब धेरै अब भन्छ नि यो संसारीमा आए विचित्र भने जस्तो के दाइ। अब के भन्छ मान्छेलाई यहाँनिर नराम्रो गर्दाखेरि धर्छ, नराम्रो गर्दा धर्छ होइन। जस्तै अब म यहीँ व्यवसाय गरेर बसिरहेको छु अहिले होइन। यहीँ व्यवसाय गरेर बसेको यीको पनि पीडा छ क्या दाइ। अर्को बेग्लै पीडा छ क्या दाइ। हजुर बेग्लै पीडा छ क्या दाइ। अब दिनभरि लगाएर दिनरात लगाएर आफू लाइफमा अब सिङ्गा नभएको छ कि मान्छे दाइ होइन। एउटा परिवर्तन, एउटा म जतिको युवाले होइन यतिको गर्दै गर्दाखेरि गरेर देखाउँदै गर्दाखेरि अरूको पनि आँट हौसला मिल्छ। यतिको युवाले त यतिको भाइले त यतिको दाइले त गर्दैछ भने हामीले किन नगर्ने भन्ने खालको त्यो खालको एउटा थिङ्किङ होइन बस्छ कि बा भनेर म यो व्यवसाय गर्दैछु गरेको दाइ होइन। अलिकति छ त्यता पनि एउटा सामने अलिकति उनीहरूप्रतिको पोजिटिभ भाइब्स जाओस् भन्ने पनि मेरो पनि त्यता पनि छ होइन। यो व्यवसायमा पनि गर्छु। गर्दै गर्दा पनि यहाँको जस्तै अब बिहानदेखिको बेलुकासम्म ठेला उठी होइन ज्वरो आइ के अरे हातहरू सुनी कामहरू गरेर बसेको हुन्छ। राति 3 बजे 2 बजेसम्म हेर्नु है दाइ तपाईँको के अरे टेबल के अरे सर्भिस दिइराखेको हुन्छ। अब अलिअलि मापासे लागेर होला होइन, पुरै अब के भन्छ धम्काउने के तँलाई यहाँबाट उठाइदिन्छु भन्ने, तँलाई यो गरिदिन्छु त्यो गरिदिन्छु भन्ने। अनि मेरो कुरो चाहिँ उहाँहरूसँग र सबैजनालाई चाहिँ के हो भने यो विषयमा मैले त्यसै पनि उहाँलाई भनेको छु, ठिक छ तपाईँलाई मेरो बिल तिर्नै पर्छ भन्ने छैन हेर्नुहोस् दाइ होइन। पैसै तिर्नु पर्छ भन्ने छैन, तिर्नु मन लाग्छ तिर्नुहोस्, मलाई लिएर जानुहोस् न, तिर्नै पर्छ भन्ने छैन भनेर भन्दा पनि अब धेरै छ क्या त। अब यो व्यवसाय पनि यो के गर्नु त गरियो तर अब खै भरेको त्यस्तो हाडाकले भएर आउँछ होइन। समस्या सबैमा छ, समस्या सबैमा छ दाइ। तर पनि समस्यालाई सबैलाई ढालेर हिँडिरहेको छु, सकिरहेको छु अहिलेसम्म होइन दाइ। अब गर्दै जाउँ, कहाँसम्म पुगिन्छ, कहाँसम्म समयले पुऱ्याउँछ। अब हिजो एउटा अल्लारे अथवा भनौँ एउटा युथ लिडर गरेर हिँड्नु र आज चाहिँ अघि भनौँ बिहानदेखि बेलुकासम्म एउटा व्यवहारमा, त्यतिखेर पनि एउटा व्यवहार थियो र यो अहिलेको व्यवहारमा चाहिँ किरणलाई के फरक पाउँछ, के फरक छ? धेरै फरक छ दाइ। त्यो हिजो युवा लिडिङ गर्दै गर्दाखेरि एउटा युवा समाजसेवी भएर हिँड्दै गर्दाखेरि हरेक बजारमा हरेक ठाउँमा छाएर हिँड्यो। राम्रै गर्छु भन्दा पनि नराम्रै तरिकाले मान्छेले ट्याग लगाएर पनि चिनेर हिँड्यो। तर त्यो स्याटिस थिइनँ दाइ म
म त्यसमा स्याटिस थिइनँ होइन मन थियो मलाई तर त्यो तरिकाको मलाई त्याग चाहिँ इच्छा चाहिँ थिएन दाइ होइन तर अहिले म भित्रै आत्मैबाट भन्छु होइन स्याटिस हुँदा किन छु भने त्यतिखेर 10 दुनियाँको लागि म के अरे दिन रात नभने पनि भोक प्यास नभने पनि लडेर हिँडे पनि जे गरेर हिँडे पनि उनीहरूको लागि गएर हिँडेको थिएँ निस्वार्थ भगवान्ले तर आज र पनि म त्यतिखेर त्यो गर्दै गर्दाखेरि पनि राति 3 बजे 4 बजेसम्म निन्द्रा नलाग्ने क्या दाइ मलाई किन हो क्या दाइ 3 बजे 4 बजेसम्म निन्द्रै नलाग्ने दाइ होइन अनेकौँ कुराहरू दिमागमा खेल्ने होइन तर अहिले म फेरि हेर्दै अहिले ओछ्यानमा टक्क ढल्किनुपर्छ आनन्दको सुकुनको निन्द्रा लाग्छ क्या दाइ यो भन्दा हुन्छ यो फिल गर्नु पाएको छु दाजु अहिले श्रम हजुर बिहानदेखि बेलुकासम्म श्रम गरिएको छ हजुर दाजु त्यतिर अल्लारे गरिन्थ्यो हजुर अराइ पढाइ यसो बोलाउँदा यसो गर भन्दाखेरि भाइहरू थिए हो भाइहरू थिए पनि अनि अब भनौँ न अब त्यतिखेर बोल्नेको कामहरू हुन्थ्यो वास्तवमा पर्दाखेरि बोल्नेको कामहरू अब त्यही त हो अब सामाजिक अभियन्ता भइसकेपछि अब छलफलको कुराहरू होइन मिलाउने हजुर तर्क वितर्कका कुराहरू होइन निस्किने विषयवस्तुमा चाहिँ मुखले त दुःख पाउँथ्यो रहेछ दाइ होइन अनि अब अहिले त अब जिउदेखिको मुखदेखिको हरेक कुरोले दुःख पाएछ तर पनि यसमा म सुकुनको निन्द्रा त्यसलाई अझ नेपालीमा भन्दा के भन्छ सुकुन भन्ने त यो हिन्दी वर्ड होइन असर सुकुनलाई नेपालीमा के भन्छ निन्द्रा भनेको मिठो यसलाई अझ भने मिठो निन्द्रा लाग्छ हजुर चैनको निन्द्रा भनेपछि नर्मली अहिले सुकुन पनि नेपालमा युज गर्छ मिठो निन्द्रा चाहिँ धेरै पछि चाहिँ किरणले अनुभव गर्नु पाएको हो र धेरै पछि दाजु धेरै पछि वास्तवमा यो चैनको निन्द्रा भनेको चाहिँ सुकुनको निन्द्रा भनेको चाहिँ सबैभन्दा मिठो रहेछ त्यसो हजुर दाजु लाइफमा यो ठाउँ होइन नभनौँ त यो ठाउँ आउनुभन्दा अगाडिको ठाउँ मैले पाउनुको लागि अनेकौँ गरेको त जस्तै अब लागु दुर्व्यसनीदेखिको होइन जति पनि अब पुलिस प्रशासनले वर्षौँदेखिको महिनौँदेखिको पिछा लागेर पनि पक्रिन नसकेकाहरूलाई होइन पनि प्रशासनलाई गएर कुर्डिनेसनमा गरेर पक्रिहाले हो मलाई आफूलाई के लाग्छ भनेर लाग्थ्यो भने वास्तवमा भन्दा उनीहरू त भन्छ अहिले 1-2 जना दाइहरूले पनि अहिले पनि भन्छ भन्नु चाहिँ होइन के भन्नुहुन्छ भने भाइ एक दिन तिमी के अरे साइकलमा फेल्टाङ गरेर हिँड होइन तिमीलाई सक्दैन भने त्यो साथीले तिमीलाई त्यो दाइले तिमीलाई देख्यो भने तिमीलाई उठाउँदैन भन्छ होइन तर मलाई त्यो उठाउसँग मलाई सरकार छैन ऊ परिवर्तन होस् त्योसँग मलाई सरकार हुँदै होइन जस्तै अब हिजो दिनमा म आफै पनि होइन 2 वर्ष कैद भुक्तान गरेर निस्केको नै पर्छु होइन एउटा जेल जीवन पनि बुझाइ भोगाइ छ होइन त्यसरी निस्किनुभन्दा अगाडि सोच्थेँ नयाँ कसम निस्कि मात्र न भन्ने सोच्थेँ कि दाइ निस्कि मात्र न नयाँ कसम फलाना यस्तो भन्ने सोच्थेँ तर जब टक्कसँग निस्किने बेला भयो होइन त्यतिखेर ठ्याक्क सोचेकै दाइ होइन सोच्न सक्ने क्षमताबाट भनौँ न ठ्याक्क सोच्न सक्ने क्षमताबाट सोचाइ आयो जे गर्नुभयो जसले मलाई पक्रिनु भयो हाल्नु भयो राम्रो गरिदिनु भयो म यदि हाल्नु हुँदैन भने यत्रो सोच्नु सक्ने क्षमता के अरे टाइम पाउँदैन थिएँ टाइम हुँदैन थियो यत्रो 4 दिवालीभित्र यत्रो 2 वर्ष सोच्नु सक्ने टाइम त पाएँ नि त जेलबाट अब लिएर चाहिँ के चाहिँ जाने त भन्नु त बुझ्ने भोग्ने जाने त्यही रहेछ अनि बुझ्यो भोग्यो बाहिर निस्किँदाखेरि त सबै अब लागु दुर्व्यसनीमा प्रायः भाइ बहिनीहरू सबै साथीभाइहरू दाइहरू सबैजना प्रायः म्याक्सिमम् होइन बिग्रेको देखेँ त्यसपछि मैले अब आफू बन्नुभन्दा अगाडि आफ्नो समाज मैले परिवर्तन गर्नुपर्छ जसले मलाई म परिवर्तन भएर नहुने रहेछ क्या दाइ समाजमा चाहिँ मैले बुझेअनुसार एउटा अर्को कुरो गफेकोमा समाजमा चाहिँ म परिवर्तन हुन्छु भनेर कहिले पनि म परिवर्तन हुँदैन रहेछ दाजु समाजको म प्रतिको उसको हेर्ने दृष्टिकोण त्यो परिवर्तन पर्ने आवश्यक रहेछ फर्स्टमा क्या दाइ मैले त्यो बुझेँ टक्क जेलबाट निस्केपछि मलाई कस्तो भइदियो भने जेलबाट टक्क निस्किने बित्तिकै बाउले चाहिँ यदि मान्छे भन्छस् भने यहाँ नबस्
कि काठमाडौँ बस कि धरान विराटनगर कि विदेश जा भन्ने भन्नुभयो। म त्यही ठाउँबाट नराम्रो काम गरेर जिल्लो परेको त्यही ठाउँमा बस्छु, म त्यही ठाउँमा गएर देखाउँछु केही गर्छु भनेर म आएँ दाइ होइन। अनि आएर गर्दै गर्दाखेरि मैले मेरो दिमागमा चाहिँ के थियो भने यिनी हौ पैसा कमाऊ समाजसेवा गरौँ होइन। अनि तर नराम्रो काम होइन, राम्रो काम समाजलाई पच्ने समाजलाई को हितमा समाजको हितमा होइन गरौँ अगाडि बढौँ भन्ने सोच थियो। गर्दै जाँदाखेरि मैले चाहिँ एउटा के बुझ्नु पाएँ भोग्नु पाएँ भन्दा होइन जुन म जेलबाट निस्किनु बित्तिकै र निस्किनुभन्दा अगाडि म प्रति त मेरो दिमागमा त पोजिटिभ भाइब्स त आइसकेछ। 2 वर्षमा कसरी चेन्ज गर्छु भन्ने। हजुर तर के अरे समाजको चाहिँ म प्रतिको पोजिटिभ भाइब्स आएन दाजु। नआएको कारणले त्यो चाहिँ जति ममा पोजिटिभ भयो भने म चाहिँ पोजिटिभ भयो पनि नहुने रहेछ क्या दाइ। त्यो भएको कारणले मैले लाइसेन्स निकाल्छु अब ड्राइभिङ लाइसेन्स के अरे ड्राइभिङ साइभिङ गरेर हिँड्छु यसो खतरा खतरा चल्छु भनेर मैले त्यता पनि लगाएँ आइडिया। अनि कति 30-35 हजार भनौँ न 30-35 हजार खर्च गरेर होइन लाइसेन्स बनाएँ। 30-35 हजार खर्च गरेर लाइसेन्स बनाएँ। अनि भन्छ होइन साथीभाइहरूले भन्थ्यो भनौँ न भन्थ्यो छोरा मान्छे हो, छोरा मान्छेको जिन्दगी थुकेको थुक चाड्छु अनि के अरे जिउ डराउँछु जिउ काम्दैन भन्छ। तर त्यो चाहिँ होइन रहेछ दाइ होइन। एउटा बुझाइ भोगाइ जस्तै अब म आफै पनि कुनै समयमा भन्थेँ म छोरा मान्छे हो मलाई थुकेको थुक चाड्छु भनेर भन्थेँ। तर चाट्नु पनि पर्दो रहेछ दाइ होइन। मैले मेरो भोगाइमा चाहिँ मेरो भोगाइ र मेरो बुझाइमा चाहिँ चाट्नु पनि पर्दो रहेछ होइन। किनभने छोरा मान्छे भनेको समयअनुसार समयको माग अनुसार चल्नु पर्दो रहेछ दाइ। त्यो चाहिँ छोरा मान्छे रहेछ दाइ होइन। हरेक अन्डर सहनु सक्नु पर्यो। हजुर दाजु हरेक दाइ। जस्तै अब लाइफमा दाइ अब के अरे यतिकै वर्ष भइसक्यो योभन्दा र त्यो र जेल जीवनभन्दा फाल्टो मैले सिङ्गा नभाचेको मान्छे हो दाइ म पनि होइन। जाडोको मौसममा ज्यामी काम गर्नु गयो क्या दाइ। जाडोको मौसममा काठमाडौँ नि दाइ। जाडोको मौसममा काठमाडौँमा ज्यामी काम गर्नु थुम्चो बोक्नु गयो दाइ होइन। किन गयो भने अब यहाँनिर जेलबाट निस्किने बित्तिकै त्यो खालको एउटा भाइब्स थियो काम खोजी हिँडेँ जसले पनि के अब हिजोको दिनमा त्यो क्याटेगोरीको मान्छे होइन भोलि गएर यो गर्दै लागि त्यो गर्दै लागि नराम्रो होला कि मान्छे डरायो। हजुर डरायो। अनि डराइसकेपछि स्वाभाविक कुरो पनि हो नि त दाइ। अगाडि मेरो राम्रो थिएन होइन उहाँहरू डराउनु स्वाभाविक कुरो हो। अनि मैले त्यो चाहिँ बुझेँ के बुझेँ भने मैले अब म परिवर्तन हुन्छु मेरो सोच परिवर्तन भयो भनेर मात्रै नहुने रहेछ। त्यसको लागि चाहिँ मैले सुरुमा चाहिँ म प्रतिको समाजको सोच चाहिँ परिवर्तन गर्नुपर्ने मैले आवश्यक रहेछ भनेर म ज्यामी काम गर्नु लागि काठमाडौँ गएँ। 1 हप्ता जति काम गरेँ आएँ। अनि आइसकेपछि त्यसरी हाम्रो भट्ट एसपी साहब यस्तो भट्ट के एसपी साहब हुनुहुन्थ्यो नवराज भट्ट एसपी साहब हुनुहुन्थ्यो। उहाँले समिति गठन गरिदिनु भयो लागु शब्द बेसिनीको उसमा अध्यक्षता मेरो अध्यक्षतामा एउटा सङ्गठन गरिदिनु भयो भित्रबाट। अनि लागु शब्दमा जति पनि रुम लिएका साथीभाइहरू दाइहरू थिए सबैजनालाई जस एक किसिमको सक्ने रिकभरी बनाउने प्रयास गरियो होइन। गर्दै गरेर त्यतिकै समाजसेवी दाइहरूसँग भेटघाट भयो राजनीतिकर्मी दाइ दिदीहरूसँग भेटघाट भयो। गर्दै गएर स्ट्रगल गर्दै गयो अगाडि बढ्दै गयो सबै कुरो बुझ्नु पाइयो। जो समाजसेवाको सामाजिक अभियन्ताको लाइनमा पनि बुझ्नु पाएँ भोग्नु पाएँ दाइ होइन। अनि सबै कुराहरूबाट चाहिँ अब लास्टमा आएर चाहिँ मैले फेरि त्यो लाइनमा पनि फेरि समाजसेवाको लाइनमा पनि के बुझेँ भने लास्टमा काम गर्नेको नाम हनुमान भने जस्तै काम नपर्ने उनीहरूलाई को समस्या नटरिन्जेल चाहिँ दुनियाँ हुने दाइ होइन। दुनियाँ हुँदो रहेछ भगवानै हुँदो रहेछ। उनीहरूको समस्या टरिसकेपछि सकिसकेपछि भोलिमा त्यही व्यक्तिले चाहिँ ट्यापेको ट्याग दिने होइन गुन्डाको ट्याग दिने रहेछ। अनि त्यो भएको कारणले चाहिँ अब त्यही ट्याग चाहिँ नपाइयोस् होइन एउटा राम्रो नेचरको एउटा बनाउनु पाइयोस् सकियोस् भनेर एउटा सामाजिक अभियन्तामा लाग्यो। तर पनि नसकेको कारणले व्यवसायमा लागेर किनभने एउटा अघिदेखि तिम्रो कुरा सुन्दा पनि मलाई रमाइलो के लाग्यो भने
आफू त तिमी परिवर्तन हुन त खोज्यो तर समाजको दृष्टिकोण पनि तिमीप्रतिको चाहिँ परिवर्तन गर्ने कोसिस गर्यौ। आजको दिनसम्म मैले बुझ्दा त परिवर्तन लगभग धेरै पनि भइसके। आफूले चाहिँ के पाएको छ त्यो कुरा चाहिँ? कुनमा दाइ समाजले अब चाहिँ किरण, हिजोको किरण र आजको किरणमा त धेरै फरक पाइसक्यो नि। के अनुभव पाएको छ तिमीले? मैले अनुभव त दाइ अब तरकारीको अब आइटम भने जस्तै होइन, परिकार भने जस्तै मान्छे अनुसारको अब कमेन्टहरू होइन पाएको छु। तर म्याक्सिमम चाहिँ मैले राम्रै पाएको छु होइन। सबैजना दाइ दिदी साथीभाइहरू अग्रजहरूबाट अब मैले चाहिँ अब व्यवसाय साथसाथै अब हिजोको दिनमा चाहिँ म एक कुरो समाजसेवा मात्र गर्छु भनेर लागेको थिएँ। त्यसरी हुँदैन रहेछ, सकिँदैन रहेछ दाइ होइन, सम्भवै रहेनछ। मैले व्यवसायलाई चाहिँ के अरे हातमा लिएर आफ्नो एम, आफ्नो टार्गेट जे छ, आफ्नो एम छ नि, मेरो एम भनेको चाहिँ वास्तवमा त सामाजिक अभियन्ता हो। त्यसलाई चाहिँ भोलिको दिनमा क्लियर गर्न सकिन्छ कि भन्ने चाहिँ बुझेको छु दाइ। अब एउटा युवाले किरणलाई बुझ्दाखेरिको अवस्थामा किरणले त धेरै पछि समाजको एउटा अभिन्न अङ्ग हुँदै काम गर्दै आउँदा अहिले चाहिँ स्वरोजगारको रूपमा पनि आफू काम गरिरहेछ भने एउटा युवा भइसकेपछि इलम चाहिँ गर्नु पर्दो रहेछ होइन? काम चाहिँ गर्नु पर्दो रहेछ। हजुर दाजु, काम नगरी माम चाहिँ पाइँदैन रहेछ दाजु होइन। अब माम खानलाई हो भने काम गर्नु पऱ्यो। माम नखाइ कसरी समाजसेवा गर्न सकिन्छ होइन, माम चाहिँ खानु पऱ्यो। माम खानलाई काम गर्नु पऱ्यो। अब यो कार्यक्रम सुन्ने हेर्ने युवाहरूलाई के सन्देश छ किरणको? म युवा साथीभाइहरूलाई चाहिँ म के भन्न चाहन्छु भने अहिले म्याक्सिमम अब म त अब म्याक्सिमम भन्नुपर्दाखेरि युवा परिवर्तन होइन, युवा परिवर्तन चाहन्छु। हरेक कुराको समय हुन्छ होइन, समयभन्दा बलवान केही छैन। समयले कसैलाई पनि रोक्दैन होइन। एकछिन भनौँ दुई छिन भइहाल्छ। त्यो भएको कारणले समयअनुसारको परिवर्तन चाहिँ आवश्यक छ दाइ। समयअनुसारको परिवर्तन चाहिँ हजुर हुनुपर्छ। यो परिवर्तित रूपको किरणको परिवर्तित रूपको यो लोकल सेकुवा चाहिँ आउनु पऱ्यो भने हजुर म त आएँ हजुर, त तिम्रै मुखले सुन्दाखेरि कहाँ आउनुपर्छ यो लोकल सेकुवा भन्ने? यो चाहिँ हजुरको के अरे के राजमार्ग अरे दाइ यो मदन भण्डारी राजमार्ग हाम्रो यो गाईघाटदेखिको पश्चिम जाने बाटो गैरुनदेखिको 1 मिटर अलिकति अगाडि राइट साइडबाट गाईघाटबाट राइट साइडपट्टि छ। काठमाडौँ आउँदाखेरि गाईघाट पुग्नुभन्दा काठमाडौँबाट आउँदाखेरि गाईघाट पुग्नुभन्दा 1.5 किलोमिटर वर लेफ्ट साइडमा छ। काठमाडौँबाट आउँदाखेरि गाईघाटबाट आउँदाखेरि गैरुन भन्ने ठाउँबाट 1 मिनट अगाडि राइट साइडमा हेरेर आउनुहुँदाखेरि हामीले यहाँ के टेस्ट गर्न पाउँछौँ? यहाँ स्पेसल चाहिँ दाजु के अरे लोकलको सेकुवा, लोकल भालेको। अनि लोकल भने सबै लोकल हजुर हजुर लोकल आइटममा हुन त अब लोकल सेकुवा भने चाहिँ नामै काफी छ दाइ होइन। अर्ग्यानिक टाइपको छ होइन। अब त्यही खासमा भन्नुपर्दा त्यही हो मेरो यहाँको प्रोडक्ट डिस, मेरो प्लानिङ पनि ग्राहकको डिमान्ड अनुसार चाहिँ मैले अभाइलेबल चाहिँ पनि दिन सक्छु भन्ने कुरा हो। एलो कल हजुर हजुर। किरण थ्याङ्क यू भेरी मच फर यो टाइम है, एकदम हामीलाई समय दिनुभयो। यहाँलाई धेरै धेरै धन्यवाद किरण। हस् दाजु, हजुरले पनि समय दिनुभयो, हजुरलाई धेरै धेरै धन्यवाद।